के छ हजुरको हाल खबर? आज हामी चाहिँ खेल्न जाँदैछौँ रोब्लक्स राइभल्स गेम। पहिलादेखि नै मलाई मन पर्थ्यो, म पहिल्यै खेलिरहेको हुन्थेँ र आज हामी यो गेम खेलेको भिडियो बनाउँदैछौँ। हेरौँ आजको भिडियोमा मजा आउँछ होला हजुरलाई। 1v1 खेलौँ। सुरुमा कोही आउँछ र 2v2 खेलौँ न त, मान्छे पुग्छ भने। गाइस यसले डक्समा गरेर हामीले डक्स गरौँ। गाइसहरुको फेभरेट गन चाहिँ कुन चाहिँ होला भनिदिनु। मेरो स्नाइपर हो। यो मसँग यहाँ वार हुनु परिन्छ। मार्चिन चढ्दैन त गाइस। त्यसले गएर मारिसकेको त लौ। कति चाँडो हौ। अलि स्लो भएछ गाइस। ए माथि आयो भने यसले हेडसट हान्छ। यहाँ छ। मरे गाइस। फिनिशर प्याक जमाइदिनु खाली। हजुरहरूलाई नि खेल्न मन लाग्छ भने खेल्नु होला। मेरो युजर नेम चाहिँ WhatIs00 हो। फ्रेन्ड बनाउन सक्नुहुन्छ हजुरले। सँगै खेलौँला अनि। यता छ जस्तो हो। त्यसले मारिसकेको त अगाडि गर। यसले फेरि ड्यामेज खाँदो रहेछ त। ल मारिसकेको। जम्प प्याड रहेछ त गाइस यो सब। गाइस किलर नि देखाएन त मलाई त। के भइरहेको मसँग ल्याग भइरहेको छ। त 1v1 खेलौँ गाइस अब। के आएको पासमा किन आएको रहेछ गाइस। मसँग बोट छ, ब्रस्ट राइफल छ, आरपीजी, शटगन, स्नाइपर पनि छ प्राइमरीमा। ह्यान्डगनको स्किन चाहिँ कस्तो छ गाइस हेरिदिनु होला रुको। अब एक कम्बल खाले ह्यान्डगन। अब 1v1 खेलौँ गाइस। आज 130 लेभलको एरिना लिन्छ तर हामी डक्स लिने। एरिनामा गयो गाइस। यसमा स्नाइपिङ गर्नु चाहिँ अलिअलि गाह्रै हुन्छ। हजुरलाई कुन म्याप मनपर्छ होला? यो राइभल्स खेल्नु भएको छ भने कमेन्टमा लेखिदिनु होला। मर्यो गाइस। गाइस 0 गर्न सकिन्छ होला त गाइस। कोही फेरि यतापट्टि बढेर आइदिन्छ। यता आएछ गाइस। राइटले प्रोटेक्सन नि ओइ फिसले मारिदियो।
कता उफ्रिरहेछ के यो यता यता जान्छ यता स्पोर्ट लगाएर बस्छु आउँछ साथीहरु कता हुन्छ ओइ कता हो कस्तो यार अब आरपीजी समय त गाइस आरपीजी ह्यान्ड गर्नु र आरपीजी जम्प प्याड लगायो जम्प गर्यो आरपीजी ले हान्दियो फेरि फिसले हाने गाइस यसले हामीलाई गाइस मसँग खेल्नु मन लाग्छ भने हजुर पनि खेल्नु होला अब यो राउन्ड निकाल्न सक्छौं होला त हामीले कता गर्छ भागे सोधेर ओइ कता हो कता छ कता ए माथि छ 100 को ड्यामेज खायो गाइस मेरो 106 छ यसको जम्मा 50 होला एचपी कता गयो ल कस्तो बाँचेर गए फेरि मर्यो ये रन निस्कियो मजा आयो के भयो गाइस मेरो ल्याग भयो उडेरै आउँछ भयो ओइ ल गाइस हामी दुईटा म्याच खेल्यौं र दुईटै हारेका छौं र आजको भिडियोमा यति नै अरु भिडियोमा अब हजुरले यो भिडियोमा सपोर्ट देखाउनु भयो भने म अरु भिडियोहरु पनि यसै लिएर आउँछु ल बाइ